हेलो नमस्ते अनि जय मसी सम्पूर्णमा तपाईहरुलाई म लगायत मेरो साथी गीताको तर्फबाट तपाईहरुलाई हामी स्वागत गर्न चाहन्छौं। आज तपाईहरुको बीचमा हामी केही कुराहरुलाई एउटा महत्त्वपूर्ण कुराहरु लिएर आएका छौं, जस कुराद्वारा चाहिँ तपाईहरुले एकदमै महत्त्वपूर्ण एकदमै रहस्यका कुराहरु बुझ्न सक्नुहुन्छ। त्यो कुरालाई लिएर चाहिँ तपाईहरुको माझमा मेरो साथी आउनु भएको छ। उहाँले केही कुराहरु तपाईहरुलाई बताउनु हुनेछ। म आशा राख्छु तपाईहरु एकदमै धैर्य गरिकन समय छ भने चाहिँ एकदमै ध्यानसँग तपाईले सुनिदिनु हुनेछ र बुझिदिनु हुनेछ भनेर म आशा राख्दछु। ल हुन्छ, नमस्कार अनि जय मसी सबैजनालाई। मैले चाहिँ एउटा कथाको बाइबलको एउटा कथा भन्नेछु हजुरहरुलाई, अनि हजुरहरुले के बुझ्नुहुन्छ भन्नु सक्नुहुन्छ। एउटा धनी मानिस छ अनि एउटा गरिब मानिस छ है। धनी मानिससँग चाहिँ प्रशस्त धन सम्पत्ति हुन्छ है, उसँग घर घरेरीहरू हैन बहुमूल्य कुराहरू चाहिँ उसँग हुन्छ है। अनि एउटा गरिब मानिस छ, त्यो गरिब मानिस चाहिँ एउटा शरीरभरि एउटा घाउले भरिएको छ हैन, पिप्चिन्छ उसको घाउबाट है। अनि उसले त्यो गरिब मानिसले चाहिँ के गर्छ त भन्दा एउटा धनी मानिसको टेबल मुनि खसेको टुक्रा टाक्री खाएर उसले पेट भर्ने इच्छा गर्छ है। उसको घाउहरू कुकुरहरूले आएर चाटिदिने गर्छ है। कारणवश उनी दुवैजना मर्छन् है। मरिसकेपछि के हुन्छ त भन्दा त्यो जुन धनी मानिस थियो त्यो चाहिँ नर्कमा गएको छ र जुन गरिब मानिस थियो त्यो चाहिँ स्वर्गमा गएको छ है। अनि त्यहाँनिर चाहिँ नरकमा उसले चाहिँ त्यो धनी मानिसले चाहिँ कठोर वेदनाहरू उसले चाहिँ भोगिरहेको हुन्छ। अनि त्यही अवस्थामा उसले चाहिँ स्वर्गतिर आँखा उठाएर उसले चाहिँ हेर्छ, नजर उठाएर उसले हेर्छ र त्यो गरिब मानिसले चाहिँ एकदमै अब्राहमसँग हैन आराधना गरिरहेको हैन आनन्द मनाइरहेको उसले त्यहाँनिर त चाहिँ देख्छ। त्यसपछि चाहिँ उसले भन्छ, हे अब्राहम पिता, त्यसलाई चाहिँ म कहाँ पठाइदिनुहोस्, त्यसको औँलाले एक थोपा पानी भए पनि के त चुहाइदियोस् र मेरो घाँटी शीतल हुनेछ भनेर त्यहाँनिर चाहिँ धनी मानिसले भनेको छ है। अब्राहमले के भन्छन् त भन्दा तैँले पृथ्वीमा छँदा सारा सुख भोग गरिस्, अब तैँले यहाँ दुःख भोग गर। यसले चाहिँ पृथ्वीमा छँदा सारा दुःख भोग गर्यो, अब यसले यहाँ सुख भोग गर्छ भनेर भनेको छ है। उही पनि स्वर्ग र नरकको बिचमा चाहिँ एउटा ठुलो धाँधो छ हैन। त्यहाँको मानिस यहाँ आउन सक्दैन, यहाँको मानिस त्यहाँ जान सक्दैन भनेर त्यहाँनिर चाहिँ अब्राहमले भनेर भनेका छन् है। अनि धनी मानिसले त्यहाँनिर चाहिँ भनेको छ, मेरो चाहिँ पृथ्वीमा 5 भाइ छ हैन, मेरो पिता कहाँ, मेरो पिताको घरमा त्यसलाई पठाइदिनुहोस् है भनेर त्यहाँनिर चाहिँ त्यो धनी मानिसले भनेर भनेको छ है। त्यसपछि चाहिँ अनि त्यहाँनिर चाहिँ अब्राहमले त्यहाँनिर भनेका छन् हैन। अनि त्यसले चाहिँ बिन्ती गरेको छ कि पठाइदिनुहोस्, मेरो पिताको घरमा मेरा 5 भाइ छन्, उनीहरूले चाहिँ मेरो जस्तै दुःख नभोगुन् भनेर। यदि मरेको मुर्दा जीवित भएर उठेर गयो भनेपछि के गर्छन् त मेरो भाइहरूले विश्वास गर्नेछन् भनेर त्यहाँनिर चाहिँ त्यो धनी मानिसले चाहिँ आग्रह गरेको छ, विश्वास गर्छ भनेर भनेको छ। अनि त्यसपछि चाहिँ अब्राहमले त्यहाँनिर चाहिँ भन्नुभएको छ हैन, पृथ्वीवासीहरूलाई हैन मोसा र अगमवक्ताको पुस्तकहरू चाहिँ दिएको छ है, उनले त्यही सुनुन् र त्यहीमा विश्वास गरून् भनेर त्यहाँनिर चाहिँ अब्राहमले चाहिँ त्यहाँनिर भनेका छन्। अब यहाँनिर तपाईँहरूले बुझ्न सक्नुहुन्छ है। त्यहाँनिर चाहिँ एउटा मरेको त्यो मानिसले धनी मानिसले आफूले दुःख पाइसकेपछि मात्रै उसले चाहिँ भनेको छ कि हैन पठाइदिनुहोस् र अब उनले विश्वास गर्नेछन् भनेर भनेको छ है। अनि त्यहाँनिर चाहिँ हामीले यो कथाबाट हामीले बुझ्न सक्छौँ कि अनि अब्राहमले त्यहाँनिर भनेको छन् एउटा पृथ्वीवासीहरूलाई मोसा र अगमवक्ताको पुस्तकहरू दिएको छ, उनले त्यही सुनुन् र त्यहीमा विश्वास गरून् भनेर त्यहाँनिर चाहिँ भनेको छ है। अब योबाट हामीले बुझ्न सक्छौँ त्यो धनी मानिस चाहिँ धनी भएर नरकमा गएको होइन र त्यो गरिब मानिस चाहिँ गरिब भएर स्वर्गमा गएको होइन है। त्यहाँनिर चाहिँ हामीले बुझ्न सक्छौँ ऊ धनी भए तापनि उसले के गरेको थिएन त, मोसा र अगमवक्ताको पुस्तकमा उसले विश्वास गरेको थिएन हैन, र उसले विश्वास गरेको थिएन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ ऊ नरकमा गएको छ है। अनि त्यो धनी जुन गरिब मानिस छ त्यसले चाहिँ गरिब भए तापनि उसले चाहिँ परमेश्वरको वचन पालना गरेको थियो, उसले उमा विश्वास गरेको थियो। त्यही भएको कारणले गर्दाखेरि चाहिँ ऊ स्वर्गमा गएको छ है। यो घटनाले चाहिँ यो कुराहरू बताउँछ कि स्वर्ग सत्य छ, नरक सत्य छ भन्ने कुरा के त प्रमाण दिन्छ यो घटनाले है। हामी कतिजनाले भन्छौँ हैन, सुसमाचार सुनाउँदै गर्दा चाहिँ को स्वर्ग गएर आएको छ र कसले चाहिँ स्वर्गलाई देखेको छ र भन्ने कतिजनाको हैन यो लाग्न सक्छ हैन, कतिजनाले भन्नुहुन्छ यो कुराहरू है। यो घटनाले चाहिँ स्वर्ग सत्य छ, नरक सत्य छ है। यदि हामीले प्रभुमा विश्वास गऱ्यौँ भने हामी विश्वासद्वारा चाहिँ बचाइनेछौँ। तपाईँ म धनी गरिब जोसुकै हौँ, तर प्रभु वचनमा तपाईँ म विश्वासद्वारा चाहिँ के त तपाईँले मैले उद्धार पाउनेछौँ, अनन्त जीवन पाउनेछौँ। एउटा मृत्युपछि लाने साइनो भनेको चाहिँ एउटा परमेश्वरसँग विश्वास र घनिष्ठ सम्बन्ध मात्रै हो भनेर बाइबल धर्मशास्त्रले यो कुराहरू तपाईँलाई मलाई बोलाएको छ। हवस् त सबैलाई जय मसी अनि नमस्ते। म
आशा राख्छु तपाईँहरूले यो कथाबाट चाहिँ केही कुराहरू बुझ्नुभएको छ र केही कुराहरू सिक्नुभएको छ भनिकन म आशा राख्छु। यदि तपाईँहरू क्रिस्चियन हुनुहुँदैन भने चाहिँ तपाईँहरूले यो कथाबाट चाहिँ के कुराहरू बुझ्नुभयो कमेन्ट मार्फत तपाईँहरूले बताउन सक्नुहुन्छ। र यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ यो कुरा बताउन सक्नुहुन्छ। यसमा केही मिस्टेकका कुराहरू हुनसक्छ, केही गल्तीका, केही सुधारका कुराहरू हुनसक्छ। तपाईँहरूले कमेन्ट मार्फत चाहिँ हामीलाई बताउन सक्नुहुन्छ। अहिलेसम्म तपाईँहरूले सुनिदिनु भयो, सम्पूर्णमा धेरै धेरै धन्यवाद। जय मसी अनि नमस्कार।